मैले यो नेपालमा के हुँदैछ भनेर कति दिन बिजी भयो अनि त्यसपछि चाहिँ ओहो हेर्नु पऱ्यो के रहेछ न्युज भनेर यसो हेरेको अनलाइन अनि एउटा भिडियो देखेँ कि मलाई कस्तो नराम्रो लाग्यो कि उहाँहरूले चाहिँ उहाँको भिडियोमा के देखाएको थियो भने प्याज थियो। प्याज चाहिँ हाम्रो नेपालको लोकल प्याजले चाहिँ एकदमै भाउ पाएन है, भाउ पाएन, बिकेन, किनभने छिमेकी देशबाट चाहिँ धेरै नै ल्याइयो, नेपालभित्र ल्याइयो। त्यही भएर हाम्रो लोकल हाम्रो नेपाली प्याजले चाहिँ भाउ पाएन, यसरी यसरी यतिमा पनि बिकिरहेको छैन, थोरैमा बेच्न खोज्दाखेरि पनि भनेर भिडियो बनाउनु भएको रहेछ। अनि मलाई त्यो देखेर चाहिँ एकदमै नराम्रो लाग्यो। अब आउने यो नेपालको नयाँ सरकारले चाहिँ यसमा ध्यान दिनै पर्छ। नेपालमा उब्जनी भएको, नेपालमा बनेको प्रडक्टहरूलाई, सामानहरूलाई, तरकारी, अन्न अनि फलफुलहरूलाई चाहिँ नेपालमै प्राथमिकता दिनु पर्यो। त्यसपछि चाहिएको खण्डमा मात्र बाहिरबाट ल्याउने यो नियम बनाउनै पर्छ। नेपालमै भएको मान्छेले चाहिँ बिकेन, कुहिएर फाल्नु पर्यो भन्ने दिन नआओस्। किनभने अन्न उब्जाउनको लागि, सामानहरू बनाउनको लागि कति मेहनत लाग्छ, उहाँहरूले बनाउनु भएको छ, खेती लगाउनु भएको छ होइन। त्यसलाई हौसला दिनुपर्छ। त्यो नेपालीले फ्रेस अर्को ठाउँबाट कति दिन ट्रकमा, प्लेनमा, कता कताबाट आएको खानेकुरा, प्रिजर्भेटिभ भएको खानेकुरा भन्दा फ्रेस होइन, हाम्रो टोलछिमेकमा उम्रेको अथवा 1-2 घन्टा पर ड्राइभ गर्नुपर्ने ठाउँबाट आएको हाम्रो स्थानीय खानेकुरा नै हेल्थी हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर यसको चाहिँ व्यवस्था, यसको बजार व्यवस्था गर्नै पर्छ। नेपालको सामानले प्राथमिकता, नेपालभित्र प्राथमिकता पाउनै पर्छ। यो यसमा एकदम ध्यान दिनुपर्छ नयाँ गभर्मेन्टको जस्तो लाग्छ मलाई है। यो कुरा हजुरहरूलाई कस्तो लाग्छ?